एउटै ग्राउन्डमा दुईवटा म्याच हुँदैछ यहाँ कामले कालो पो देख्दो रहेछ त 323 आम्मो सुभाषले के हो खतरा छलाइरहेछ त होइट ए सुभाषले छला कि जेम्सले छला म त सुभाषले भने त जेम्सले पो छलाइरहेको रहेछ ल ल ल ल आउट पठायो नि क्या ल ल गोल हान्नु पर्यो केटाहरू हामीसँग खेल्नु पर्यो त्यसपछि ल सोबरेले छलायो सोबरेले गोल हान्छ के हो वाउ सोबरे रोनाल्डो स्टाइलमा छलाउँदै डिबक्ससम्म पुग्न लागेको थियो तर पुग्न सकेन नि छेकिहाल्यो नि तलको डिफेन्डरहरूले उता नेमारको फ्यानले बल भेट्टाउनै सकेन मिस्टर प्रकाश सरले ल केटाहरू गोल हान्नु पर्यो म ग्राउन्ड भित्रबाटै सिधै भिडियो गर्नलाई अन्यथा नमानिदिनु होला रोनाल्डोहरूको फोटो भिडियो त गर्नै पर्यो नि ल ल ल दामी बल पासिङमा गएको छ अब वीरेन्द्रले पक्कै पोस्टमा पुर्याउँछ कि ल ल ल सुभाषको खुट्टामा बल पुगेको छ सुभाषले एक्लै दौडाइरहेको छ कुदाइरहेको छ पक्कै पनि पोस्टमा आएर हान्छ कि भनेर सोमेले बल खसिसकेको छ जेम्सको खुट्टामा बल जेम्स बातुर माथि लग्यो जेम्सले छलाइसकेको छ एकजनालाई ओ जेम्स लडिहाल्यो ल गोल धन्दै सोमेले गोल हानेको धन्दा हान्न सकेन गोल ल जेम्सले छलाइसक्यो सोबरेले फर्काइसक्यो ल सुजनको खुट्टामा बल ल सागरले बल फर्कायो ल छिरिङको खुट्टामा बल छ भने ल सागरले बल यता पठाएको छ नेमारको फ्यानको खुट्टामा बल ल नेमारको फ्यानले छलाउन सकेन ल ल ल बल चाहिँ वीरेन्द्रको खुट्टामा छ वीरेन्द्रले पक्कै पोस्टमा लान्छ भने त पास छिरायो उतापट्टि पुग्यो सोमेको खुट्टामा बल हान्न सकेन त केटाहरूले यार एकदमै उत्कृष्ट रोमाञ्चक हाइट गेम त धरो खेल्दो रहेछ त केटाहरूले दामी खेलिरहेछ एकदमै सुपर डुपर ब्लकबस्टर गेम हुँदैछ फ्री किक भएको छ फल भयो होला ह्यान्ड भएको छ फेरि किकमा सोमेले छिराउन खोजेको छ दामी चिप बल थियो तर पावर पुग्न सकेन पावर पुगेन है त ल ल आइमनको रनिङ वाह आइमनले गोल हान्छ कि के हो भने त कहाँ हान्नु यार डिम्बलले ओहो आम्मामा ओ फल भयो यो त फल हो यो प्योर फल छ यो फल हुनबाट कसैले रोक्न सक्दैन मैले बोलेपछि पोल्यो फल है केटा यसरी हान्न पाइँदैन पछाडिबाट नेमारको फ्यान भएर यसरी हान्ने हो ए लागेको ल ठिक छ ओके ओहो सोबरे त फेरि डिफेन्डर त चान्चुनेको छैन नि शिशिर बहादुर ल नेमार ह्यान्डबल पो रे नि त अनि खतरा बल थियो ह्यान्डबल भन्यो ह्यान्डबल पो भयो नि त 10 मिनटको म्याचमा अहिले 5 मिनट गइसकेको छ अब 5 मिनट मात्रै बाँकी रहेको छ दामी ओहो यस्तो सुपर बल थियो एकदमै चर्को घाम लागिरहेको अवस्था छ बल दामी खेलिरहेछ यहाँ एकदम खेलाडीहरू जुनियर सिनियर केही छैन मिक्स छ पुरै हाम्रो मेगाङ गाउँपालिका वडा नम्बर 6 मैबलको टिम यिनीहरू नै हो उतापट्टि जुनियर भर्खरका भाइहरू छन् भने यतापट्टि ठुलोमा अलि ठुलो भनेको अब सिनियर नै भनौँ होइन अहिलेको समयमा ल ठिक छ गेम एकदमै उत्कृष्ट भइरहेछ आइमनको खुट्टामा बल पक्कै गोल भने त किपरलाई छलाउन सकेन छलाएर हान्न सकेन आइमनले ल यस्तो रमाइलो यार यहाँ बसेर उस गर्न पो रमाइलो हुँदो रहेछ त यार अरे बाप लाइभ कमेन्ट्री लाइभ कमेन्ट्री गर्न मजा आउँदो रहेछ नि त हेरेर बल आउट पठाइहाल्ने सुजनले के गर्ने यार नेमार यता गोल हान्न तयार थियो आइमनले पठाएन ल गोल हान्नु पर्यो केटाहरू हामीसँग खेल्नु पर्यो नत्र पेनाल्टी हुने सम्भावना पो धेरै छ त अब टाइम 10 मिनटको समयमा 7 मिनट सकिसकेको छ अब मात्र 3 मिनट बाँकी छ 3 मिनटमा कुन टिमले गोल हान्न सक्छ आइमनको टाउकोमा बल थियो सोबरेको बल आउट के भयो बल फल पो भएछ त ल अब अलि पछाडि तान्नु पर्यो बल पेनाल्टी त होइन होला पेनाल्टी नहानौँ होला त्यस्तो गेममा बल पछाडि तान्नु पर्यो बल पछाडि तान्नु पर्यो ल यस्तोमा त गोल पक्कै हान्छ आइमन र सुभाषले कसरी हान्यो पुरा मुदु चाबरङले चाबे आइमन चाहिँ ता चाब्ला पुरा मुदु चाबरङले चाब्ने छ यार हुक्क यस्तो खुट्टा ओए कमी आरेनमा लानुपर्छ यसलाई त यो साह्रै बाङ्गो भयो यार पुरै आउट हान्यो